नमस्कार सबैजनालाई। आज म सामान्य नयाँ भिडियोले प्रस्तुत गर्छु। यसमा चाहिँ हामीले सी प्रोग्रामिङ 2075मा आएको क्वेसन डिस्कस गर्दैछौँ। यसमा म धेरै एक्सप्लेन नगरिकन हजुरलाई सरसर देखाउँछु। क्वेसन भिडियो लामो हुन जान्छ फेरि। वाट इज लुपिङ स्टेटमेन्ट, डिस्कस डिफ्रेन्ट लुपिङ स्टेटमेन्ट विथ सुइटेबल इक्जाम्पल भनेको छन्। एन्सर यस प्रकार रहेको छ, राम्रोसँग हेर्नु होला। डेफिनेसन छ लुपिङको टाइपहरू, फर लुपहरू, वाइल लुप। अब अर्को क्वेसनतिर जाऊँ। डु वाइल अब डिफाइन एरे, वाट आर द बेनिफिट्स अफ युजिङ एरे, राइट अ प्रोग्राम टु एड टु म्याट्रिक्स युजिङ एरे रे हेर्न सक्नुहुन्छ। एरेको फाइदाहरू, ऱ्यान्डम एक्सेस, सिम्प्लिफाइड डाटा म्यानिपुलेसन, फाउन्डेसन अफ कम्प्लेक्स डाटा स्ट्रक्चर होइन। यसको प्रोग्रामको कोड रहेको छ, सिम्पल तरिकाले हेर्न सक्नुहुन्छ, सजिलो तरिकाले लेखेको छ। अब वाइ डु वी निड डाटा फाइल्स, वाट आर द डिफ्रेन्ट फाइल ओपनिङ मोड्स होइन। अनि राइट अ प्रोग्राम द्याट रिड डाटा फ्रम अ फाइल, इनपुट टेक्स्ट एन्ड राइट आउटपुट टेक्स्ट। इनपुट गर्ने आउटपुट गर्ने, एउटाबाट रिड गरेर अर्कोमा राइट गर्ने। राम्रो क्वेसन रहेको छ यो। हाम्रो डाटा फाइल चाहिँ किन चाहिन्छ भन्ने कुरा छ। डाटा फाइल आर एसेन्सियल फर पर्सिस्टेन्ट टु स्टोर डाटा पर्मानेन्ट होइन। सेकेन्डरी स्टोरेज प्रोभाइड गर्छ। लार्ज डाटा स्टोरेजको लागि, डाटा सेयरिङको लागि पनि युज हुन्छ। कन्फिगरेसन, ब्याकअप एन्ड रिकभरीको लागि पनि भेरी युजफुल हुन्छ। त्यसै कारण राम्रोसँग हेर्नु होला। ओपनिङ मोडहरू के रहेछन्, रिडको लागि, राइटको लागि, एपेन्डको लागि, थप्नको लागि भन्नु हुँदैन। अनि आरबी होइन, एक्स्ट्रा कुराहरू छन् यहाँ। हामीलाई चाहिन्छ यो आर प्लस रिड एन्ड राइट, डब्लु प्लस भनेको रिड एन्ड राइटै हुन्छ। आरामसँग हेर्नु होला। ओपन द बोथ रिडिङ एन्ड राइटिङ मोड, यो प्रोग्राम छ। दुईवटा फाइललाई हामीले डिक्लेयर गर्नु पऱ्यो पोइन्टरको रूपमा। ओपन गर्ने, फाइल चेक गर्नु पऱ्यो, फेरि अर्को फाइललाई नि ओपन गर्ने, यो लाइन चेक गर्नु पऱ्यो। एक्जिट वानको अर्थ भनेको के भन्दाखेरि चाहिँ प्रोग्रामलाई टर्मिनेट गर्ने भन्नु खोज्यो है। एक्जिट वानको अर्थ टर्मिनेट द प्रोग्राम। अब हामीले के गर्नु पर्यो, गेट रिड फ्रम इनपुट एन्ड राइट टु आउटपुट क्यारेक्टर बाई क्यारेक्टर, एउटा क्यारेक्टर बाई क्यारेक्टर लेख्नु भयो। राम्रोसँग हेर्नु होला। डिस्कस डिफ्रेन्ट लोजिकल अपरेसनहरू, के छ। लोजिकल एन्ड कसरी जनाइन्छ भन्ने कुरा छ होइन। अनि लोजिकल एन्ड पछि अब हाम्रो के छ, अब लोजिकल अर। यो ट्रुथ टेबल बनाउन खोजिएको हुन चाहिँ यहाँको ट्रुथ टेबलको अलिकति यो फर्मेट अलिकति रङ भएछ, हेर्न सक्नुहुन्छ। यसलाई आफै मिलाएर लेख्नु होला। यसमा ट्रु भयो भने यदि ट्रु हुन्छ, ट्रु फल्स भयो भने फल्स हुन्छ, फल्स ट्रु भयो भने फल्स हुन्छ, फल्स भयो भने यदि फल्स हुन्छ भन्न खोजिएको। यसको अर्थ चाहिँ यहाँबाट हामीले यसरी गर्न सकिन्छ। यसरी हजुरले बुझ्नुहुन्छ भन्ने मलाई 100% आशा छ। यसरी गर्न खोजेको यो चाहिँ ल ठिक छ। यसरी नै यसको नि मिनिङ त्यही नै हो। लोजिकल नट गेट, यसको मिनिङ त्यसरी नै हेर्नु होला। अनि एक्सअर भनेको के हो भन्दाखेरि चाहिँ डिफ्रेन्टमा हाई, सेममा लो। डिफ्रेन्ट भनेको ट्रु फल्स छ भने यदि हाई, अनि होइन सेम छ भने यदि लो हुन्छ। सेम भनेको ट्रु फल्समा लो भनेको फल्स। यसरी एक्सनर भनेको जस्ट अपोजिट भइहाल्यो। राम्रोसँग हेर्नु होला। इम्प्लाइज भनेको के हो, इम्प्लाइज भनेको चाहिँ राम्रोसँग बुझ्नुपर्छ। यो चाहिँ अलिकति राम्रोसँग बुझ्नुपर्छ। यसलाई मैले बुझाउने प्रयास गर्छु। इम्प्लाइज या हामीले 12मा म्याथमा पनि पढिन्थ्यो। यसमा के हुन्छ भन्दाखेरि चाहिँ ट्रु छ भने ट्रु हुन्छ, ट्रु फल्स छ भने चाहिँ फल्स हुन्छ। यो केसमा फल्स हुन्छ, अरू सबैमा ट्रु हुन्छ। राम्रोसँग हेर्नु होला। ब्रेक स्टेटमेन्ट भनेको के हो, डिस्कस विथ इक्जाम्पल। हाउ ब्रेक डिफ्रेन्ट फ्रम कन्टिन्युस लुप। राम्रोसँग हेर्नु होला। सजिलो भाषामा छ, धेरै गाह्रो भाषामा छैन। पज गरेर पढ्न सक्नुहुन्छ। ल यसमा मैले यहाँ टक यसरी डिफ्रेन्ट पनि रहेको छ। यस्तै प्रोग्राम रहेको छ यसमा इक्जाम्पलको रूपमा। राइट अ प्रोग्राम टु वेदर द इन द इभन अर अड छ। सजिलो क्वेसन रहेको छ यो पनि, राम्रोसँग हेर्नु होला। राइट अ प्रोग्राम टु चेक द क्यालकुलेट द सम अफ फर्स्ट 10 अड नम्बर्स।
सिम्पल भाषामा हेर्न सक्नुहुन्छ। अनि प्री प्रोसेसर डिरेक्टिभ भनेको चाहिँ के हो र डिस्कस ह्यासट्याग डिफाइन डिरेक्टिभ विथ इक्जाम्पल। राम्रो क्वेसन रहेको छ। प्री प्रोसेसिङ डिरेक्टिभ भनेको चाहिँ के हो? प्री प्रोसेसिभ डिरेक्टिभ आर स्पेसल इन्स्ट्रक्सन इन सी एन्ड सी प्लस प्लस द्याट आर प्रोसेस्ड बाई द प्री प्रोसेसर बिफोर द एक्चुअल कम्पाइलेसन टेक प्लेस। एक्चुअल कम्पाइलेसन हुँदा सुरुमा प्री प्रोसेसिङ यसमा चाहिँ के हुन्छ, हेडर फाइल्सहरू हुन्छ होइन, अनि म्याक्रो डिफिनेसनहरू हुन्छन्। म्याक्रो डिफिनेसन भनेको ह्यासट्याग डिफाइन पाई 3.14159 भन्यो भने चाहिँ पाईको भ्यालु चाहिँ 3.14159 हो भनेर थाहा पाइन्छ क्या, त्यस्तोलाई चाहिँ म्याक्रो डेफिनेसन भनिन्छ। राम्रोसँग बुझ्नु होला। कन्सट्यान्टहरूलाई हामीले सुरुमै लेखिन्छ क्या, यसमा चाहिँ कन्सट्यान्ट जनाउनु अर्को तरिका हो भनेर बुझ्दा हुन्छ। फाइल इन्क्लुसन भनेको चाहिँ हामीले कुन कुन फाइल युज गरे हामी त्यो भइहाल्यो। कन्डिसन कम्पाइलेसन ह्यासट्याग डिफाइन डिरेक्टिभ भनेको राम्रोसँग हेर्नु होला। यसरी हामी राखिन्छ यो डिफाइनलाई, यो कन्सट्यान्ट जना हो। यसरी हेर्न सक्नुहुन्छ। एडभान्टेज के हुन्छ भन्दा रिडेबिलिटी हाई रिडेबिलिटी हुन्छ, मेन्टेनेबिलिटी हुन्छ, पर्फर्मेन्स हाई भइहाल्यो। अनि डिसएडभान्टेज के हुन्छ, नो टाइप चेकिङ। म्याक्रोन्स डु नट पर्फर्म टाइप चेकिङ विच क्यान लिड टु इरर। टाइप चेकिङ गर्दा इरर ल्याउन सक्ने सम्भावना हुन्छ। साइड इफेक्टहरू हुनसक्छ यसको होइन, डिबगिङ डिफिकल्ट हुनसक्छ होइन। नो स्कोप, म्याक्रोन डु नट ओबे स्कोप रुल, दे आर रिप्लेस्ड वेयर एभर दे एपियर आफ्टर द डिफाइन्ड स्टेटमेन्ट। रिकमेन्डेसनमा के हुन्छ, युज अब्जेक्ट लाइक म्याक्रोन्स फर डिफाइनिङ कन्सट्यान्ट युज गर्ने नै भन्छन्। अनि युज इनलाइन फङ्सन अर रेगुलर फङ्सन फर मोर कम्प्लेक्स अपरेसन इज दे अफर बेटर टाइप चेकिङ एन्ड डिबगिङ सपोर्ट। डिस्कस 5 स्ट्रिङ लाइब्रेरी भने एसटिआर स्ट्रिङ भनेको यसले स्ट्रिङ लेन्थ पत्ता लगाउनु भइहाल्यो। अनि एसटिआर कपी भनेको सोर्सबाट डेस्टिनेसनमा के गर्ने, हामीले कपी गर्नको लागि स्ट्रिङ कपीको लागि युज हुन्छ। अनि एसटिआर क्याट भनेपछि सोर्स र डेस्टिनेसन दुइटालाई कम्बाइन गर्नको लागि, कन्क्याटिनेसन गर्नको लागि, कम्पेयरको लागि, स्ट्रिङ कम्पेरिजनको लागि युज हुन्छ। अब हाम्रो एसटिआर भइहाल्यो। डाइनामिक मेमोरी एलोकेसन भेरी इम्पोर्टेन्ट क्वेसन रहेको छ। यसमा अब हामीले मेमोरी एलोकेसन भनेको जति मेमोरी चाहिन्छ त्यति मेमोरी चाहिँ या सिस्टमलाई एलोकेट गर्न लगाउने। डिस्कस द युज अफ एमलक इन डाइनामिक मेमोरी एलोकेसन। यो चाहिँ म राम्रो फेरि पढ्छु। डाइनामिक मेमोरी एलोकेसन द प्रोसेस अफ एलोकेटिङ मेमोरी ड्युरिङ द रन टाइम अफ प्रोग्राम। जति बेला रन टाइम हुन्छ। अनलाइक स्ट्याटिक मेमोरी एलोकेसन वेयर द मेमोरी इज एलोकेटेड एट कम्पाइल टाइम होइन। कम्पाइल जति बेला हुन्छ त्यति बेला मात्रै, कम्पाइल होइन कि रन टाइमको बेलामा होइन, जति बेला रन हुन्छ त्यति बेला। डाइनामिक एलाउज यु टु रिक्वेस्ट मेमोरी एज निडेड वाइल द प्रोग्राम रन। जति चाहिए मेमोरी त्यति मात्र युज गर्न दिन्छ। अनि की फिक्चर भनेको फ्लेक्सिबिलिटी हुन्छ, इफिसियन्सी हाई हुने भइहाल्यो। डाइनामिक डाटा स्ट्रक्चर। एमलक भनेको के भन्दाखेरि चाहिँ मेमोरी एलोकेट जति चाहिँ मेमोरी चाहियो त्यति नै एलोकेट गर्छ। सिन्ट्याक्स कस्तो हुन्छ भन्दाखेरि चाहिँ एमलक साइज भोइड स्टार छ हेर्न सक्नुहुन्छ। यसले कसरी काम गर्छ, हाउ एमलक कोर भनेको चाहिँ रिक्वेस्ट मेमोरी यु कल एमलक फङ्सन विथ द डिजायर्ड मेमोरी साइज। यो मेमोरी साइजबाट तिमीले फङ्सनलाई कल गर्छौ। एलोकेट मेमोरी अब एलोकेसन गर्छ होइन, फङ्सनलाई कल गरिसकेपछि मेमोरी एलोकेटेड हुन्छ। रिटर्न टु पोइन्टर इफ सक्सेसफुल एमलक रिटर्न अ भोइड स्टार पोइन्टर टु एलोकेट मेमोरी। मेमोरी एलोकेसनको लागि रिटर्न गरिन्छ। अनि टाइप कास्टिङ यु मस्ट कास्ट द भोइड स्टार टु एप्रोप्रिएट डाटा टाइप पोइन्टर बिफोर युजिङ कास्ट भनेको यहाँ हेर्न सक्नुहुन्छ। यसरी ठिक छ। डाटा टाइपमा हामीले डिफाइन गर्नैपर्छ। इरर ह्यान्डलिङ इट्स एसेन्सियल टु चेक इफ एमलक रिटर्न नल। इरर ह्यान्डलको लागि हामीले यहाँ इरर चेक गर्नुपर्छ। यहाँ माथि चेक गर्नुपर्छ। तल इक्जाम्पल नै होला हुन्छ नि। यसरी हामीले यो डाटा टाइपलाई हामीले यहाँलाई हेर्नु एन स्टार एन भनेको साइज अफ एउटाको साइज 4 छ, भ्यालु 4 छ भनेपछि भ्यालु 4 छ 4 इन्टु एन, 4 इन्टु एन भएपछि एउटाको साइज 4 छ अनि टोटल नम्बर 10 छ भने 4 इन्टु 10 भनेको टोटल साइज कति भयो त 40 भयो नि त नि। त्यही भएर साइज एमलकको भित्र साइज राखियो। साइज राखिसकेपछि इन्ट भनेको हामीले इन्टिजर डिफाइन गर्नुभयो पोइन्टरको ठाउँमा। यहाँ कन्डिसन छ नि, यहाँ इरर ह्यान्डलिङको टाइप कास्टिङ भने यो राम्रोसँग हेर्नु त ल। यसरी ह्यान्डल गरिन्छ। अनि यसलाई हामीले रिटर्न गर्नको लागि भोइड फङ्सनको रूपमा इन्ट गर्यो, यो भ्यालुमा राख्यो होइन। यसको लोकेसन मेमोरी एलोकेसन
राम्रोसँग हेर्नु होला। स्ट्रक्चर क्रिएट स्ट्रक्चर रेक्ट्याङ्गल, राइट डाटा मेम्बर लेन्थ एन्ड ब्रेथ। स्ट्रक्चर रेक्ट्याङ्गल भनेको नाम रेक्ट्याङ्गल भन्न खोज्दा स्ट्रक्चर नाम रेक्ट्याङ्गल, लेन्थ र ब्रेथ राख्नु पऱ्यो त्यसको भित्रै। राम्रोसँग हेर्नु होला। सिम्पल भाषामा छ, सजिलो तरिकाले बुझ्नुहुन्छ। अनि बेनिफिट्स अफ डाटा फाइल। डाटा फाइलको मेन बेनिफिट्स के हो? ग्राफ फङ्सनलाई सर्ट डेफिनेसन लेख्ने भने पर्सिस्टेन्ट स्टोरेज सेकेन्डरी मेमोरी प्रोभाइड गर्छ। लार्ज डाटा ह्यान्डल धेरै डाटालाई ह्यान्डल गर्न मिल्छ। डाटा सेयरिङलाई इजी बनाउँछ। डाटा अर्गनाइज्ड बनाउँछ। डाटा ब्याकअप एन्ड रिकभरीमा हेल्प गर्छ। कन्फिगरेसन स्टोरेज, डाटा पोर्टेबिलिटी हेल्प गर्छ होइन। ग्राफिक्स फङ्सनको के हो? भिजुअल आउटपुट होइन, लाइनहरू बनाउने भयो, सर्कल बनाउने भयो, रेक्ट्याङ्गल बनाउने भयो होइन। अनि युजर इन्टरफेस भइहाल्यो। अनि डाटा भिजुअलाइजेसनमा हेल्प गर्छ ग्राफिक्स फङ्सनले। युजर इन्टरफेस, डाटा भिजुअलाइजेसन, गेम डेभलपमेन्टमा हेल्प गर्ने भयो, इमेज प्रोसेसिङमा, ड्रइङ एन्ड डिजाइन यसरी हेल्प गर्छ। अनि अरू पनि रहेको छ प्लेटफर्म स्पेसिफिकेसनमा स्पेसिफिसिटी अनि इनिसियलाइजिङ एन्ड टर्मिनेसन। यसरी हाम्रो यो पनि कम्प्लिट हुन्छ। यतिसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।